नमस्ते। जापानी भाषामा एउटा यस्तो टपिक छ जसले धेरैलाई कन्फ्युज गराउँछ। किन भने भन्नुपर्दा कहिले कारा कारा लगाउने, कहिले नोदे नोदे। ल आज यसलाई एकदमै सजिलो बनाइदिउँ है त। हो, कारण बताउँदा कुन शब्द रोज्ने भन्नेमा अलमल हुनु स्वाभाविक हो। धेरैजनालाई यस्तो हुन्छ, तर चिन्ता लिनु पर्दैन। आज हामी यो कन्फ्युजनलाई सधैँको लागि हटाउनेछौँ। ल, सबैभन्दा पहिले यो कुरा दिमागमा राखौँ है। करा र नोदे दुवैको मतलब किनभने नै हो, अर्थ एउटै। तर यिनीहरूले दिने फिलिङ, त्यो माहौल आकाश पातालको फरक छ। यो खालि व्याकरणको नियम मात्र होइन, यो त भावना र सम्मानको कुरा हो। ल सुरु गरौँ है त। सबैभन्दा पहिले कुरा गरौँ काराको। यो हो हाम्रो क्याजुअल दैनिक बोलीचालीको साथी। सोच्नुस् त, साथीभाइ वा परिवारसँग गफ गर्दा हामी धेरै फर्मल हुँदैनौँ नि, होइन? हो, त्यस्तै बेलामा काराको पालो आउँछ। यसले कुरालाई एकदमै सिधा र स्ट्रेट फरवर्ड बनाइदिन्छ। ल एउटा सिनारियो सोचौँ। साथीले सोध्यो, ए बाहिर जाने हो? अनि तपाईँ भन्नुहुन्छ, आमे दाकारा इकिमासेन। मतलब पानी परिरहेको छ, त्यसैले म जान्न। हेर्नुस् त, दाकाराले कति सिधै कारण बतायो। कुनै घुमाउरो कुरा छैन, एकदमै क्लियर। अझै एउटा हेरौँ है। फोनमा कसैले सोध्यो, एकछिन कुरा गर्न मिल्छ? तपाईको जवाफ, इसोगा सिकारा देनवा देखिमासेन। मतलब अहिले व्यस्त छु, त्यसैले फोन गर्न सक्दिन। यहाँ पनि कारण एकदम सिधा, कुनै फर्मालिटी छैन। ल अब गियर चेन्ज गरौँ है। अब पालो आयो नोदेको। यहाँनिर चाहिँ हाम्रो बोल्ने तरिका अलिकति बदलिन्छ। नोदेले वाक्यमा विनम्रता, एउटा नरमपना थप्छ। जब आफ्नो हाकिम, शिक्षक वा आफूभन्दा ठूला सम्मान गर्नुपर्ने मान्छेसँग कुरा गर्दै हुनुहुन्छ भने त्यति बेला नोदे प्रयोग गर्नु एकदमै राम्रो मानिन्छ। यसले तपाईँको सम्मान र शिष्टाचार देखाउँछ। मानौ पानी परेर अफिस जान ढिलो भयो। अब हाकिमलाई फोन गरेर भन्नु पर्यो। तपाईँ भन्नुहुन्छ, आमे नानोदे ओकुरे मासु। पानी परेको हुनाले अलिकति ढिलो हुन्छ। सुन्नुभयो? नानोदेले कति नरम र विनम्र सुन्यो। यो पानी पर्यो त्यसैले ढिलो भए भन्नुभन्दा कति धेरै पोलाइट छ। त्यस्तै स्कुलमा शिक्षकलाई बिदा माग्नु पर्यो रे, तपाईँ भन्नुहुन्छ, ताइच्यो गा वारुई नोदे यासुमी मासु। मतलब स्वास्थ्य ठिक नभएकोले म आज छुट्टी लिन्छु। यसले आफ्नो कुरालाई एकदमै सम्मानजनक तरिकाले प्रस्तुत गर्छ। अब आउँछ सबैभन्दा मजेदार पाटो। एउटै वाक्य तर दुई फरक शब्द प्रयोग गर्दा कस्तो सुनिन्छ? आउनुहोस् आफै महसुस गरौँ। यो तुलनाले सबै कुरा छर्लङ्ग पार्छ। एकदम ध्यान दिएर सुन्नुहोस् है। म दुई तरिकाले भन्छु। पहिलो, साथीसँग भने जस्तो अलि क्याजुअल टोनमा, आमेदाकारा खाइरिमास। अब दोस्रो, अलि सम्मानपूर्वक विनम्र भएर, आमेना नोदे खाइरिमास। कस्तो लाग्यो? फिलिङमा फरक आयो नि, होइन? पहिलो सिधै साथीसँग भने जस्तो, दोस्रो अलि औपचारिक ठाउँमा। मतलब त दुवैको एउटै हो, पानी परिरहेकोले घर फर्कन्छु। तर कुन शब्द प्रयोग गर्ने भन्ने कुरा कसलाई भनिँदैछ भन्नेमा भर पर्छ। यही नै हो सबैभन्दा महत्त्वपूर्ण कुरा। ल अब कुरा गरौँ, यो किन यति धेरै महत्त्वपूर्ण छ त? किनभने कहिलेकाहीँ सानो गल्तीले पनि अलि अप्ठ्यारो अवस्था सृजना गर्न सक्छ। धेरैजसोले गर्ने एउटा साझा गल्ती के हो भने जताततै जुनसुकै अवस्थामा पनि कारा नै प्रयोग गरिदिने। सोच्नुहोस् त, हाकिमलाई दाकरा भन्दा अलि ठाडो सुनिन सक्छ, अलिकति खतरनाक पनि हुन सक्छ। त्यसैले नोदेको सही प्रयोगले सम्मान मात्र देखाउँदैन, जीएलपीटी जस्ता परीक्षाहरू र अफिसको काममा पनि यो एकदमै जरुरी छ। ल यति धेरै कुरा भयो। अब यो सबैलाई एउटा एकदमै सजिलो, कहिल्यै नबिर्सिने फर्मुलामा बाँधौँ है त। यो एकदमै सजिलो छ। जम्मा 3 स्टेप। स्टेप 1, सोच्नुहोस् तपाईँ कोसँग बोल्दै हुनुहुन्छ। स्टेप 2, के त्यो अनौपचारिक अवस्था हो, जस्तै साथीभाइ परिवार हो भने ढुक्क भएर कारा प्रयोग गर्नुहोस्। र स्टेप 3, के त्यो औपचारिक वा विनम्र हुनुपर्ने अवस्था हो, जस्तै हाकिम शिक्षक हो भने सधैँ नोदे प्रयोग गर्नुहोस्। बस यति हो। त्यसो भए अन्तिममा के बुझ्ने त? कारा भनेको हाम्रो क्याजुअल दैनिक बोलीचालीको किन भने, अनि नोदे भनेको हाम्रो विनम्र नरम सुनिने किन भने। फेरि एकपटक, कारा क्याजुअल, नोदे पोलाइट। यो कुरा चाहिँ दिमागमा ट्याटु नै बनाएर राख्नुहोस्। ल अब एउटा प्रश्न। मानौ तपाईँले आफ्नो साथीलाई भन्नु पर्यो, म थाकेको छु त्यसैले सुत्छु। यस्तो बेलामा काराथ र नोदे मध्ये कुन चाहिँ प्रयोग गर्नुहुन्छ होला? सोच्दै गर्नुहोस् है त।
अर्को पटक फेरि भेटौँला।